त्यो पुरानो बाटो कुन पुरानो बाटो कहाँबाट आउने यो त्यही पुग्छ क्या यो ब्रेडवाल सजिने ठाउँ यहाँबाट योभन्दा यो सजिन्छ नि बाटो कता जाने अनि यो बाटो सजिन्छ यो तेर्सो छ यो ठाडो छ नि कता जाने ल तपाईँ जानु भने नयाँ बाटो जानुपर्छ नि ओर्लिनु यता ओर्लिनु जानुपर्छ हैन जम्मै नयाँ बाटो जाउँ त्यो गरेको चाहिँ राम्रो त्यो तेर्सो छ त्यो ठाडो छ नि सबैजना यस्तो ठाडो उकालो हिँड्दैछौँ अब फेरि हामी कस्तो दामी हिमाल छ यहाँदेखिको हिमाल है पुरै देख्नु के दामीहरू त अगाडिको छन् वहाँनिर चाहिँ डाँडा यार बस्नु यहाँ डाँडामा गएर बस्नु भनिरहेछ त्यो त डाँडा त्यहाँ ठुलो घन्टी भएको डाँडा छ त्योभन्दा पनि खतरा डाँडा छ नि त भनेको खतरा डाँडा ल देखाउनुहोस् त देखाउनुहोस् त चुच्चो चुच्चो डाँडा हेरौँ सबै आइहाल्यो डाँडा भर्खर गरे होइन नि ड्रोन सर्ट बवाल आउँछ है यहाँ ड्रोन सर्ट क्या त्यहाँ यहाँ तल पुऱ्याउने क्यामेरामा बस त्यस्तो नदेख्दो रहेछ है तर रियलमा चाहिँ कस्तो बवाल देख्ने बाटोमा हिँडेको सलुनको मिनी ग्रेटवाल अफ नेपाल त भन्नु चाहिएन के भन्नु के बोल्नु अन्डाको तरकारीको रियाक्सन हाट बढ्दै गएपछि हजुर एनिभर्सरीमा यहीँ ल्याउनु नि त हुँदैन हजुर तिमी होइन नि त अघि रोमन खोइ वेयर इज रोमन अन्डा खानु तन्किनु के हो धेरै गफ गर्नु हुँदैन गणेश काठमाडौँबाट नजिक त्यो काठमाडौँबाट देखिने किन काठमाडौँ यतापट्टि हो नि त सैलुङबाट काठमाडौँ भ्याली देखिन्छ नि राति हेऱ्यो भने हो र अनि रातमा देख्छ रातिमा देख्छ किन काठमाडौँ भन्दा यतापट्टि हो नि त चन्द्रगिरीको डाँडा र फुल्टोकेटी डाँडा देखिन्छ क्या सैलुङबाट
लाङटाङ चाहिँ थोरै देखिरहेको छ एकदम भ्यू क्लियर छैन नि लाङटाङको लाङटाङको अप्ठ्यारो ठाउँमा हुन्थ्यो कि जहाँ चाहिँ पुग्न सङ्घर्ष गरेर पुगेछ हिजो जस्तो चाहिँ माथि गएर आएर तल आउँथ्यो कि त्यही त भन्दै तल हो गुफा उहाँ पुग्नुपर्ने रहेछ ओ यहाँ तल यहाँ खाल्डोमा धर्म कर्म उकालो गरेर गर्नुपर्छ नि हामी चाहिँ खासमा यहाँ जानको लागि आएको हौँ त्यहाँ अहिले हामी क्यामेराको लेन्स पुऱ्याउँदैछौँ अहिले एकछिनमा हामी पुग्छौँ हामी त्यहाँ पुग्नेछौँ अवश्य पुग्नेछौँ यति के अरे अशोक तामाङको फोक्सोले साथ दियो भने नपुग्नु हुने पनि छ धेरै नै पुग्ने अनि दामी ठाउँ छ हिमाल बलेको हामी पुग्नु चाहिँ यहाँ होला बस्नु न आएन ठ्याक्कै वाइट यो वाइट एक घन्टा अर्को लाग्छ आयो टोली आयो 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 दीपकजी आयो आयो हाय ल आउनु आउनु ढाकबाट सास्लिने मुखबाट उता खिच्नुपर्छ क्यान्डा पाउनु यता चाहिँ रामेछाप यतातिर पनि ढुङ्गा त रहेछन् मान्छे त्यति साह्रो नजाँदो रहेछन् यस्तो डाँडा पनि पोखरी बनाएर चाहिँ हावा अत्याधिक चल्दैछ नि भेना चाहिँ उहाँ माथि टार उहाँ माथिबाट बोलाउनु भयो चाहिँ हामी चाहिँ नजाने लास्टमा जाने अहिले हामी त्यहाँ त्यो उकालो गयो भने अब यताको उता माथि पुग्यो नि त त्यहाँ गएर बस्नु
सैलुङको मतलब चाहिँ 100वटा थुम्का भएकोले सैलुङ भनेको अरे। अब यस्तो थुम्काहरू चाहिँ 100वटा भन्दा बेसी रहेछ यहाँ, सायद 100 नै होला। त्यही भएर यसको नाम चाहिँ सैलुङ भनेर चाहिँ रहन गएको रहेछ। अब यो सबभन्दा हाइटमा यस्ता थुम्काहरू अलग अलग छन् फेरि, नजिक पनि पिरामिड आकारमा। यहाँ एउटा थुम्का, त्यहाँ एउटा थुम्का, त्यहाँ थुम्का, त्यहाँ एउटा थुम्का, त्यहाँ थुम्का, यहाँ थुम्का। अझै हेर्दै जाउँ कतिवटा भेटिन्छ। यहाँ चाहिँ सैलुङ्गेश्वर महादेव ठ्याक्कै हलेसीको जस्तो गुफामा रहेछन्। यहाँ तल यस्तो झाडी छ, एकदम तल खोजमा झरेर फेरि यता जय शम्भु, जय शम्भु, जय शम्भु। हेलो, हाउ आर यु? अरे चिनेको, यहाँ मान्छे त चिनेको पो भेटायो त यहाँहरू नि। हामी त पुरानो दोस्ती हो नि। छैन तपाईँहरू यतै होइन? यतै हो, सँगसँगै भइहाल्छ त। कुन्दन सर, हजुर कस्तो फिल भइरहेछ? एकदम रमाइलो, गुड एडभेन्चर्स, ट्रेकिङ जस्तै भएको छ। एकदम रमाइलो भइरहेछ। यहाँ चाहिँ अब धार्मिक हिसाबले भन्दा पनि यहाँ चाहिँ अब ट्रेकिङ जस्तै लाग्यो मलाई चाहिँ। अनफर्गेटेबल मोमेन्ट। यहाँनिर हाम्रो भेना चाहिँ नम्बर 1 आर्मीको 15 वर्ष ट्रेनिङ गरेको भएर सबलाई लिडिङ गरेर दौडिराख्नु भएको छ। अनि आर्मी जाने कहिले नछिरेको म चाहिँ नि सबैलाई पठाएको छु है। दुईपट्टि जङ्गलै जङ्गल, गोरेटो बाटो, उकालो ओह्रालो। यहाँ चाहिँ के अरे सैलुङ्गेश्वर महादेवको मन्दिर चाहिँ यतातिर छ रहेछ। अब हाम्रो कुन्दन र यतिको सन्तान प्राप्तिको माग छ, त्यसलाई समर्थन गर्न हामी पनि आएको छौँ। देखिन्छ कि